गर्ने समय छैन। अब सरकार निर्माण गर्ने र नेपाली जनताका मुद्दा समाधान गरेर युगौं युगसम्म पनि नेपाली जनताले अब गुनासो गर्नु नपर्ने तरिकाले समाज निर्माणमा प्रतिबद्ध रहने काम भएको छ। संसद भवनमा गएर अब युगौं युगसम्मलाई नेपाली जनताले समस्या भोग्नु नपर्ने तरिकाले बनाउनको लागि, देश बनाउनको लागि म अगाडि बढ्नेछु। यहाँहरूको त्यो आशीर्वादलाई लिएर अगाडि बढ्नेछु, यहाँहरूले दिनुभएको शुभेच्छालाई लिएर अगाडि बढ्नेछु। अबको हाम्रो कूटनीति विकास कूटनीति हुनेछ। डेभलपमेन्ट डिप्लोमेसीमा राष्ट्रपाले विश्वास गर्नेछ। सँगै विकासमा सहकार्य गरेर हाम्रो सहकार्यको उचाइसँगै हाम्रो सम्बन्धको उचाइ नयाँ ठाउँमा पुग्नेछ भन्ने कुरा म सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यहीँबाट चितवनबाट आश्वस्त हुन, विश्वस्त हुन अनुरोध गर्न चाहन्छु। म निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु कि अब तपाईँले राजनीतिक दल र नेताको आश्रय लिनुपर्ने दिन गएका छन्। तपाईँलाई राष्ट्रपाको नीतिले तपाईँको रक्षा र सुरक्षा गर्नेछ। स्वदेशमा लगानी गर्ने वातावरण बनाउनको निमित्त, तपाईँहरूको लगानी सुनिश्चित गर्नको निमित्त, त्यो सुनिश्चित र सुरक्षित लगानीको वातावरणको लागि राष्ट्रपाले निरन्तर काम गर्नेछ। म विभिन्न पेसामा आबद्ध साथीहरूलाई नआत्तिन, नअल्मलिन अनुरोध गर्न चाहन्छु। तपाईँहरूको हक हितको रक्षा गर्नको लागि राष्ट्रपाले वाचापत्र सार्वजनिक गरेको छ। त्यो वाचापत्र अनुसार जनताले मत दिएका छन्। हामी त्यसै अनुसारले काम गर्नेछौँ। म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसको लागि र आश्वस्त हुनको लागि अनुरोध गर्न चाहन्छु। हामीले विजय र्याली नगर्ने निर्णय गऱ्यौँ, तर म यसै गरी धन्यवाद सम्बोधन कालिकामा र इच्छा कामनामा गर्नेछु। महानगरमा यहाँ भरतपुरमा यही मात्र सम्बोधन हुन्छ, किनकि आम नागरिकले दिएको जिम्मेवारीको अगाडि अब हामीले यसलाई उत्सवको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा, उत्तरदायित्वको रूपमा लिनुपर्छ। एक एक भोटको हिसाब गर्नुपर्नेछ। यो परिवर्तनका लागि आफ्नो कोख रेत्याउनु भएका आमाहरूलाई म सम्झन चाहन्छु, ती शहीद भाइ बहिनीहरूलाई सम्झन चाहन्छु। र म फेरि यहीँ उभिएर भन्न चाहन्छु कि भाइ बहिनी हो, तिमीहरूको रगतको एउटा थोपो पनि खेर जाने छैन। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद। यही चितवनमा उभिएर कारागारबाट मुक्त हुने बित्तिकै प्रधानमन्त्रीज्यू खुट्टा नकमाउनुहोस्, राष्ट्रपा तपाईँको साथमा भनेको थियौँ, अनुहार उज्यालो पार्नुहोस् भनेको थियौँ। सबैले राम्रो काम गर्नुभयो। म नेपाल सरकार, विशेष गरी सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैभरिका साथीहरूलाई, विशेष गरेर राष्ट्रपा परिवारलाई एउटा कुरा बताउन चाहन्छु म। साथी हो, अब हामी संयमित भएर अगाडि बढ्नुपर्ने हुनेछ। कसैले पनि जितको उन्मादमा विपक्षीहरूलाई कटाक्ष गर्ने, गाली गर्ने, अपशब्द बोल्ने, होच्याउने, हियाउने काम गर्ने होइन। राम्रो राजनीतिक चरित्र देखाउने हो। प्रतिपक्षमा बस्ने साथीहरू, हिजो हाम्रो राजनीतिक लडाइँ बेग्लै थियो, तर बाँकी छन्। म तपाईँलाई यति बताउन चाहन्छु कि राष्ट्रपाले अब उच्च राजनीतिक चरित्र निर्वाह गर्नुपर्नेछ। तपाईँले आफ्नो जितलाई कसरी लिनुभएको छ? यसलाई मैले ठुलो जिम्मेवारीको रूपमा ल्याएको छ। किन यत्रो आशा, यत्रो भरोसा होइन। म त सर्वप्रथम काठमाडौँ क्षेत्र नम्बर 8 का सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आभार पनि व्यक्त गर्छु। योपालि हामीलाई निर्वाचित मात्र लगभग हजुरको करिब 10 गुणा मतले, निकटतम प्रतिद्वन्दी भन्दा त्यति मतले जिताउनु भएको छ होइन। त्यसको लागि आभार। सँगै सबैजनाले साथ पनि दिनुहुन, किन भन्दा यो देशको कुरा छ, सुशासनको कुरा छ, भ्रष्टाचार अन्त्य र परिवर्तनको कुरा भएकोले गर्दा यो एउटा व्यक्ति, एउटा दलले मात्र सक्ने होइन। सबै नेपालीहरू सबैजनासँगै आउनुपर्ने छ। देशैभरि राष्ट्रपाको लहर देखिएको छ। यी स्वाभाविक हुने कि अनुमानभन्दा बढी जनताले विश्वास गरेको? संसदमा हामीले सानो सङ्ख्या, हाम्रो सामर्थ्यले भ्याएसम्म डटेर भ्रष्टाचारको विरुद्धको आन्दोलनहरूमा हामी लागिरहेका थियौँ। त्यही बिचमा त्यो मानव तस्करको आन्दोलन बिचमा नै जेनजीको आन्दोलनले गर्दाखेरि एउटा ताजा जनादेशको माग भयो होइन। त्यो भइसकेपछि एउटा मुलुकै एउटा भनौँ न अब चाहिँ परिवर्तन चाहिन्छ भन्ने थियो। त्यसमा हामीले चाहिँ अब आम नागरिकले कसरी हेर्नुहुन्छ भनेर सोचेको थियो। तर अहिले जुन खालको उत्साहजनक हिसाबले हेरेको छ, परिवर्तन चाहिँ नेपालीहरूले चाहनु भएको रहेछ, सुशासन चाहनु भएको रहेछ र भ्रष्टाचारको अन्त्य चाहनु भएको रहेछ होइन। हामीले सोचे भन्दा बढी जिम्मेवारी होइन, उहाँहरूले हामीलाई त्यति विश्वास गर्नुभएको छ। सो एकदम मैले एकदम हामीले अपेक्षा गरे जस्तो भन्दा पनि होइन, आम नागरिकको विश्वासले गर्दाखेरि यो ठाउँसम्म आइपुगेका छौँ। नेपालमा खासै बहुमत थापेको अवस्था त छैन। तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ र तपाईँको योजना के छ? त्यसमा हाम्रो पनि चिन्ता छ होइन। हामीले पार्टी सभापतिज्यूसँग पनि अलिकति हिजो सल्लाह गर्ने पनि मौका पाएछौँ। अहिले गर्नुपर्ने चिज के छ भन्दा अनावश्यक नीतिहरू खारेज गर्ने, भएको नीतिहरूलाई परिमार्जित गर्ने र आवश्यक नीतिहरू बनाउने चाहिँ अहिलेको प्रमुख दायित्व पनि हो होइन।
र भनौँ न भ्रष्टाचारका त्यत्रा काण्डहरू जस्तो मलाई आफूले व्यक्तिगत हिसाबले भोलि हामी पार्टीमा पनि संसदीय दलमा पनि कुरा गर्छौँ होइन। मलाई चाहिँ जुन मानव तस्कर विरुद्धको आन्दोलनमा हामी संसदमा भएकोदेखि त्यहाँबाट चाहिँ फाइलहरू सुरु गर्दै 46 सालसम्मका भ्रष्टाचारको काण्डहरूलाई चाहिँ हामीले देशलाई न्याय दिनुपर्छ जस्तो लाग्छ। समग्र मतदाताहरूलाई के भन्न चाहनुहुन्छ? होइन एकदमै आभार होइन, तपाईँहरूको यो अमूल्य मत विश्वासको लागि एकदमै आभार होइन। तर हामी सबै मिलेर गर्नुपर्छ, सानो चित्तले हुँदैन। देशले समयले नै हामी सबै नेपाली नागरिकहरूलाई ठुलो जिम्मा दिएको छ होइन। हामी सबैको सामूहिक जिम्मेवारी हो होइन। हामी सबैले आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी निभाउनुपर्छ। ठुला भनेका दलहरूलाई के भन्न चाहनुहुन्छ? केही छैन होइन, उहाँहरूको त्यो योगदान पहिलाको यहाँसम्म ल्याउँदाखेरिको होइन जे लोकतान्त्रिक त्यसबाट यहाँसम्म ल्याउनु भएको छ र उहाँहरूले अहिलेको नतिजालाई पनि स्वीकार्नु भएको छ। उहाँहरूको अहिलेसम्मको अनुभव चाहिँ होइन नेपाललाई नै मार्गदर्शकलाई के गर्नु हुँदैन भन्ने कुराहरूदेखि लिएर त्यो चाहिँ हाम्रो होल पुस्ता नेपालको लागि चाहिँ एउटा मार्गदर्शन होस् भनेर म आशा गर्छु। हामी सबैजना मिलेर यो देशमा समृद्धि ल्याउनु पर्ने छ, सुशासन कायम गर्नुपर्ने छ, भ्रष्टाचार अन्त्य गर्नुपर्ने छ, जनतालाई डेलिभरी र डेभलपमेन्टको महसुस गराउनु पर्ने छ र जनतालाई नागरिकलाई मेरा लागि सरकार छ भनेर त्यो फिल गराउनु पर्ने जिम्मेवारी रासोपामा आउँदै गरेको छ। यसको लागि साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार। अभी नै तो कभी नै भनेर सबै जनता जाग्ने गर्छ अनि र परिवर्तन हुन्छ। त्यस्तै नेपालमा त्यो अवस्थामा पुगिसकेको थियो, मान्छेहरूले आश बनाउन थालिसकेको थियो र अब राष्ट्रिय स्वतन्त्र पार्टी बालेन सरकार रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी यो सबैले नै यसको समाधान गर्छ भनेर एक किसिमको विश्वास मतदातामा भयो र त्यो ब्यालेट मार्फतले बक्समा पुग्यो र परिणामहरू हामीले देखिरहेको छौँ। मधेसको हकमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मधेसमा छ र भन्ने अवस्थाबाट मधेसको 32वटै सिट जितिन्छ कि भन्ने अवस्थासम्म पुगिसक्यो। त्यसैले गर्दाखेरि तर यो थप जिम्मेवारी हो। मैले हिजो सामाजिक सञ्जालमा पनि लेखेको थिएँ, हामीलाई दिइएको जिम्मेवारी हो। त्यसैले कोही आवश्यकताभन्दा धेरै उत्साहित नहुनु, अख्तियारी दुरुपयोग नगर्नुहोस्, किनकि हामी पहिलो आफूप्रति कठोर हुनुपर्छ। नेता बन्न खोज्ने होइन, सहजकर्ता बन्न खोज्ने हो। त्यसरी नै यो आगामी यात्राहरू हामी सोच्नुपर्छ। हामी किनकि हामी आफ्नो लागि राजनीति गर्नै आएको होइन, आफन्त र परिवारको लागि राजनीति गर्नै आएको होइन, हामी त देशको लागि राजनीति गर्न आएको। हामीलाई पार्टीभन्दा पनि महत्त्वपूर्ण हाम्रो नागरिक छ, आफन्तभन्दा पनि विकासको खाटाहरू छ। त्यो सबै चिजहरूले गर्दाखेरि जब प्राथमिकतामा त्यो कुराहरू पर्छ तब सुधार भइहाल्छ। त्यसैले हामीलाई विश्वास गर्नुहोस्, हामी तपाईँहरूलाई निराश गर्दैनौँ। जित र हार भनेको यो फरक कुरा हो, तर अन्त्यमा हेर्नु हो भने देशलाई निकास दिनुपर्ने आजको आवश्यकता रहेको छ। यो जटिल परिस्थितिमा जेनजी आन्दोलन पछाडिको जुन हिसाबको निर्वाचन भयो, निर्वाचनको मर्म के हो, त्यो निर्वाचनले दिएको म्यान्डेट के हो, त्यो म्यान्डेट अनुसार काम गर्ने र आम नेपाली नागरिक र नेपालको पक्षमा चाहिँ काम गर्ने गरी, नेपालको हितमा काम गर्ने गरी सम्पूर्ण मेरा मतदाताहरू यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र जसले मतदान गर्नु भएन उहाँहरूको पनि प्रतिनिधित्व हुने गरी अब आउने 5 वर्ष काम गर्ने प्रतिबद्धता पनि यहीँबाट चाहिँ तपाईँहरूमा घोषणा गर्न चाहन्छु अथवा प्रतिबद्धता जनाउन चाहन्छु। म भिन्न गुरुङ, कुनै राजनीतिको लाभ लिन, कुनै घुम्ने कुर्सीमा बस्नुभन्दा पनि कसरी जनताको सेवा गर्न सकिन्छ, यो गाउँ बस्तीहरू डुलिराख्दा देखिएका बुवा आमाहरूको आँसु पुस्न सकिन्छ भन्ने हेतुले उपस्थित भएको छु। अवश्य नै उहाँहरूले दिनुभएको म्यान्डेट, उहाँहरूले दिनुभएको निवेदनका पत्रहरू सम्पूर्ण मैले फाइलिङ गरेर राखेको छु। फुर्सदको समयमा एक एक गरेर हेर्नेछु र उहाँहरूको त्यो आवाज मेरो आवाज बन्नेछ र मैले सदनमा उहाँहरूको आवाजलाई सम्बोधन गर्नेछु। र धेरै बोल्नुभन्दा पनि हामी काम गर्छौँ भनेर आएका छौँ। काम 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 भन्ने नै हाम्रो आवाज रहेको छ र काम गरेर परिणाम दिने प्रतिबद्धता जनाउँछु। धन्यवाद। आदरणीय मतदाताज्यूहरू, म राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति तथा सङ्घीय निर्वाचन सम्पादन समितिको संयोजक डिपी अरियालको तर्फबाट नमस्कार।
म आफै पनि यसबाट काठमाडौँ क्षेत्र नम्बर 9बाट उम्मेदवार छु। यहाँहरूले देशैभरिबाट घन्टी चुनाव चिन्ह लिएर आउनुहुने हाम्रा उम्मेदवारज्यूहरूलाई मतदान गरी मत लगानी गरी यहाँहरूले निर्वाचित गराउँदै हुनुहुन्छ। त्यसकारणले यहाँहरूलाई निर्वाचित भइसके पछाडि हामीहरूसँग, हाम्रा सहकर्मी साथीहरूसँग, हाम्रा उम्मेदवारज्यूहरूसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, आफ्ना सुख दुःखका साटासाट गर्ने र घर दैलोमा र्याली गर्ने रहर पनि हुन सक्छ र हाम्रा निर्वाचित हुने सबै उम्मेदवारहरूलाई पनि त्यो इच्छा र त्यो चाहना हुन सक्छ। तर यसपटकको निर्वाचन आउनुमा हाम्रा साना नानी बाबुहरू, जेनजी उमेर समूहका छोराछोरीहरूले ज्यान गुमाएको त्यो पीडा अझै हामीबाट सेलाएको छैन। साथसाथै संसारभरि रहनुहुने नेपालीहरूले नेपालमा सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस् भनेर गरेको यो साथ र सहयोगलाई हामीले नजिकबाट हेर्नुपर्छ। सँगसँगै केही समय अगाडिदेखि मध्यपूर्वमा भइरहेको विभिन्न घटनाक्रमलाई पनि हेर्दा हामी अहिले त्यो अबिर जात्रा गर्ने, त्यो उत्साह मनाउने मोडमा हामी छैनौँ। अर्कोतर्फ हामीलाई जनताले सरकार बनाउनुहोस् र जनताको लागि काम गर्नुहोस् भनेर काम गर्नका लागि दिएको यो म्यान्डेट हो। त्यसकारणले हामी जनताको अगाडि काम गरिसके पछाडि यहाँहरूसँग, मतदाताज्यूहरूसँग घर दैलोमा अबिर जात्रा गर्ने, रमाइलो गर्ने त्यो दिन त आइ नै हाल्छ। सबैभन्दा पहिले हामीले काम गर्नुपर्नेछ। जसरी हामी मत माग्नका लागि तपाईँहरूको घर दैलो आयौँ, त्यसै गरी हाम्रा नेताहरू मत दिएकोमा धन्यवाद दिन यहाँहरूको घर दैलोमा आउनु नै हुनेछ। हाललाई सबै उम्मेदवारज्यूहरूले, सबै निर्वाचित हुनुहुने मेरा मित्रहरूले मतगणना स्थलमा मात्र उहाँहरूलाई, मतदाताज्यूहरूलाई, शुभेच्छुकहरूलाई, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिनुहुन र कुनै पनि र्याली, कुनै पनि अबिर जात्राहरू, कुनै पनि फुलमालाको गाडीमा अथवा मोटरसाइकलमा कुनै पनि र्यालीहरू नगराउन आदरणीय पार्टी सभापति रवि लामिछाने सँगसँगै वरिष्ठ नेता बालेन्द्र शाहको समेत निर्देशन भएको हुँदा म यहाँहरूलाई यही अपिल गर्न आएको छु। धन्यवाद, नमस्कार। यो निर्वाचन विशेष परिस्थितिमा भइरहेको थियो। हामी उम्मेदवारले, पार्टीले त यसलाई विशेष रूपमा लिएका थियौँ। मतदाताले झनै विशेष रूपमा लिनुभएको स्पष्ट देखियो। 35-36 वर्षदेखि बारम्बार मतदातालाई, नेपाली नागरिकलाई धोका दिइरहनेहरूलाई अब हामी ढोकै बन्द गरिदिन्छौँ भनेर मतदाताहरूले भनिदिनु भयो। यो हाम्रो लागि निकै सुखद कुरा छ, हाम्रो लागि च्यालेन्जिङ कुरा पनि छ। हाम्रो यस्तो मजाको जित भएको छ, अब पर्फर्म गरेर देखाउनै पर्छ, जसरी पनि देखाउनु पर्छ। यो 5 वर्षमा अब रियल फाइट त बल्ल सुरु भइरहेको जस्तो लाग्छ। म अहिले धेरै बोलिरहँदाखेरि मलाई एकदम घाँटी खसखस हुन्छ। त्यसकारणले मैले यति मात्रै भन्छु र काठमाडौँ क्षेत्र नम्बर 1 का हरेक मतदातालाई मेरो धेरै 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 कृतज्ञता ज्ञापन गर्दछु। र यो वैकल्पिक राजनीतिको पनि जित हो, विवेकशील राजनीतिको पनि जित हो। यो कुरा पनि म दोहोऱ्याउन चाहन्छु र यो जितमा आज उज्जवल थापा दाइलाई ट्रिब्युटमा दिन पनि चाहन्छु।